हेलो नमस्ते मेरो प्यारो दाजुभाइ तथा दिदीबहिनीहरू तपाईहरुलाई मेरो आजदेखि न्यू ब्लगमा स्वागत छ है। अनि ब्लगमा टक्क माया देखाइदिनु पर्यो, लाइक शेयर कमेन्ट सब्स्क्राइब सब हान्दिनु पर्यो के सब। त्यहाँ फेरि माया देखाइदिनु पर्यो। अहिले म चाहिँ टक्क लाएर घरमा छु अनि म समीर भाइ अनि मेरो भाइ छ टक्क समीर यहाँ छ अनि भाइ त्यहाँ छ। यो मेरो घर भयो। घर यताको भ्यू यस्तो छ, त्यहाँ डगी छ टक्क लाएर है। सपोर्ट गरिदिनु पर्यो, माया गरिदिनु पर्यो। अहिले चाहिँ गाइस होइन म टक्क लाएर कपडा धुन रेडी भएको के भन्छ यस्तो पिम्पल आएर त म चाहिँ टक्क लाएर कपडा धुन आँटेको है। कपडा चाहिँ यहाँ छ टक्क लाएर सब कपडा धोएर अनि कपडा सपडा धुनु पर्यो। अनि त्यसपछि खाजा बनाएर खाएर एकछिन बस्दिनु पर्यो। त्यही भएर साबुन चाहिँ छैन, बाहिर भित्र होला चिक्न पर्यो। छोडी संसार चाहिँ छैन, टक्क लगाएर आँटीमै जानुपर्छ साबुन ल्याउन चाहिँ है। छैन कि छैन रे यार साबुनै। यहाँ छ टक्क लगाएर साबुन चाहिँ। साबुनले धोइदिउँ म कपडा, यो साबुनले धोइदिउँ कि यो ऊर्जा साबुनले धोइदिउँ? यसले धोइदिनु पर्यो। गाइस अहिले चाहिँ म टक्क लगाएर कपडा सपडा धोएर सकेँ है। कपडा धोएर सकेर अब खाजा खान लगेको। खाजा चाहिँ के खाने हो खै, हात भुटेर खाने त होला नि, अब केही छैन होला। साह्रो के अरे भर्याङका भात चाहिँ लास्ट भइरहेको छ, चेन्ज हान्न पर्ने भइन्छ त्यो भर्याङ होइन। ठिक छ जस ब्लग बनाइ इच्छा होइन, फर्स्ट ब्लग हो त्यति बोल्न नि केही हान्न मलाई त सपोर्ट हान्दिनु पर्यो। त्यही पनि अरू त केही नि भन्दिनँ म होइन, सपोर्ट गरिदिनु पर्यो, ट्याक्कै हेरिदिनु पर्यो, फर्स्ट टाइम पुऱ्याइदिनु पर्यो, माया देखाइदिनु पर्यो कि धेरै भन्दा धेरै नि। गाइस अहिले चाहिँ म खाजा खाएर अनि ट्याक्कै बेलुका भइन्छ होइन। अहिले चाहिँ म खाना पकाउन आँटेको। खुट्टा फर्क्यो। खाना पकाउनुभन्दा अगाडि भैँसीलाई पानी हालिदिनु पर्यो कि, पानी घाँस भैँसी त्यहाँ छ माथि, पानी हालिदिन्छु म भैँसीलाई। हेर्न के हो तँलाई हेर्नु न, हेर्नु मेरो चप्पल आज चप्पलै चुन्टेर अन्त नि चेत्तिएर अहिले पातलो भयो चेत्तियो। त्यसपछि यस्तो चप्पल लगाउनु पर्छ यहाँ। घाँस लिएर हालिदिनु पर्यो। घाँस टक्क लगाएर। मलाई त कस्तो बोल्ने आउनको धेरै त यी साइको नि क्या, बोल्ने नजाने नै होइन। आज चाहिँ मेरो काम चाहिँ यही हो, त्यहाँभरि कपडा धोएर त्यही कपडा सपडा धोएर सुकाएर यति गरेर बसिन्छ आज। दिन पऱ्यो फोन हेर्ने होइन। घाँस
त्यही गर्छु भने के हुन्छ यार चाहिँ म भ्लग इन्ड हान्दिन लागेको टक्क लाएर है धेरै लामो नि नबनाइदिने क्या भ्लग मान्छेले हेर्न नि अनि हुन्छ होइन मान्छेले हेर्न त्यति लाइक नि गर्दैनन् के भिडियोलाई होइन लाइक भन्दा नि मन पराउनन् भन्दा खोजेको मैले होइन हो धेरै लामो भयो भने त्यही हेर्न नि 10-15 मिनटको भिडियो ज्याउ हुन्छ त्यही भएर 3-4 मिनट 5 मिनट जतिको बनाइदिन्छु हेर्नु पर्यो फुल भिडियो हेरिदिनु पर्यो है वाच टाइम पुऱ्याइदिनु पर्यो ट्याक्क लगाएर अरू त केही होइन है सब्सक्राइब गरिदिनु लाइक गरिदिनु कस्तो कमेन्ट गरिदिनु भिडियोहरू अरूलाई सेयर गरिदिनु कपी लिङ्कहरू सेयर हानिदिनु भाइरल गरिदिनु पर्छ है फर्स्ट भिडियोमा 100+ भ्युज जानुपर्छ भाइरल बब्बाल है बबाल किन हानिदिएको है ल बाबाई